ल चेस दाइ है ल कङ्ग्रेचुलेसन है दाइलाई चाहिँ ओपनिङ पार्ट है यो चाहिँ नमस्ते गाइज नमस्ते भन अङ्कल र भट्टी इन्जोय गर्दै नमस्ते भन केही भन्नु छ आज दिदीको बेबी सावरमा के भन्ने भन त तिम्रो निनीको लागि के भन्ने भान्जी आउँदैछ कतिको एक्साइटेड हो एकदमै खुसी छु यति भन्दै म मेरो 2-4 शब्द हेटिङ आउँछु हो र यता चाहिँ हाम्रो भाउजू हुनुहुन्छ आजको बेबी सावरमा के छ भाउजू प्लानिङ छोरीको नाम के कस्तो भइरहेछ कतिको इन्जोय भइरहेछ नाम चाहिँ मोहिन्दाले राखेको बाबु हजुर अनि प्लान चाहिँ के छ मलाई खासै थाहा छैन त्यो चाहिँ अर्गनाइजरलाई सोध्नुपर्छ हजुर दिदीहरू नाम चाहिँ मोहिन्दाले धेरै भनिसक्यो रे हजुर त्यो चाहिँ हाम्रो भाषामा हो अनि अरू कति एक्साइटेड छ त नि भाउजू एक्साइटेड त एकदमै धेरै एक्साइटेड बाबु अनि डेकोरेसनहरू हेर न यति राम्रो लाग्यो डेकोरेसन अनिता र नमिताले गरेको रे थ्याङ्क यू सो मच होइन एकदमै राम्रो लाग्यो अनि धेरै खुसी छ अनि एकदम धेरै एक्साइटेड ओके ल भाउजूले राख्नु भयो अब यताबाट हजुर आज चाहिँ क्लियर आह यता चाहिँ बाबा नेरको बाबा पुरा कडा come like this, okay? Number one, give that ball first and move it. Will be the winner. So that means अब चाहिँ यहाँ मेरो दाइ एके निरको बाबा निर हैन निर है ए निर है निरको त ससुरा हो नि सरी निरको ससुरा अनि हाम्रो दाइ चाहिँ कतिको एक्साइटेड छ आजको यो प्रोग्राममा हैन वी आर सो एक्साइटेड हजुर हैन अब फर्स्ट अफ थिङ चाहिँ के हो भने हैन वी आर सो ब्लेस्ड हामी हैन हामी चाहिँ हैन वी गट लट अफ कजन्स रिलेटिभ्स है साथीहरु हैन वी आर ब्लेस्ड विथ अल अफ देम लुक अनि यति राम्रो डेकोरेसन गरेको छ हैन दे प्लान इज सो नाइसली दे अर्गनाइज सो वेल प्लान है हामी यति खुसी भयो हैन वी आर सक्ड हैन हामी जब आयो हैन हामी यति सक भयो कि हैन वी डिडन्ट इभन इमेजिन के हैन यति राम्रो हुन्छ भनेर हैन सो थ्याङ्क यू भेरी मच फर एभ्रिथिङ गाइज हैन वी एप्रिसिएट योर हार्ड वर्क हैन होपफुली we will get chance to do the same thing for you guys as well. त्यही हो अनि यो चाहिँ गरेको चाहिँ मैले हो कि के हो दाइ डेकोरेसन चाहिँ गरेको चाहिँ एक्चुअली हैन एक्चुअली चाहिँ मलाई कसले गर्यो भन्ने थाहा छैन लेट्स से एज अ टिम हैन एभ्रीवन कन्ट्रिब्युटेड सो लेट्स से इज अ टिम वर्क नट अ पर्टिकुलर सिंगल वर्क र बाबुको चाहिँ ब्लगमा चाहिँ हामी आउँछौँ र गाइज थ्याङ्क यू सो मच फर गुर्जा खाने फुड रिभ्यू हैन बाबुलाई धेरै धेरै थ्याङ्क यू हैन डेकोरेसन एन्ड एभ्रिथिङ प्लानिङको लागि चाहिँ वी गट टिम बट for this vlog we got only one गुर्जा खाने फुड रिभ्यू गाइस प्लिज सब्स्क्राइब द च्यानल थ्याङ्क यू भेरी मच ओके थ्याङ्क यू मेरो दाइलाई यति मिठो शब्द राखिदिनु भएकोमा अब चाहिँ के हुन्छ बिस्तारै म देखाउँ मेरो चाहिँ फर्स्ट भेट हो दाइ भेटेर एकदम खुसी लाग्यो है खुसी लाग्यो भाइ बेबी सावरमा आज हजुर रमाइलो भइरहेको छ स्पेसली आज बेबी सावर सबैजना आफन्तहरू एकदम रमाइलो छ बियर पनि लिएछ एकदम रमाइलो छ अनि दाइलाई चाहिँ कति एक्साइटेड हो त नि भाइको छोरी आउँदैछ फर्स्ट छोरी पहिलो बच्चा भाइको पहिलो बच्चा भेरी एक्साइटेड सिडनीबाट मिलाउनु आएको भेरी एक्साइटेड अनि आज सबैलाई देख्दा एक्साइटेड अनि म मान्छेहरू कहिले पनि नभेट्ने मान्छेहरू सबै मान्छेहरूलाई भेटाएको छ एकदम रमाइलो भइरहेको छ जस्ट मोमेन्ट इन्जोय भइरहेको छ हजुर मेरो दाइ त्यति टाढाबाट आइदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद छ होइन
अब यसरी नै 3 जना अगाडि बढिरहेको छ न एकदम खुसी लाग्यो अब मेरो त फर्स्ट टाइम भेटै होला भनौँ होइन मैले फर्स्ट टाइम भेट्यो भने त दाइ मात्रै आउनु भएको कि दुईटा छोरासँग आएको विशेष गरेर सानो चाहिँ मेरो सानो भएको चाहिँ सिक्किममै छ अनि त्यो ट्राभल लगाएको कुरा 3 जना मात्र आएको छ ओके ल मेरो दाइलाई धेरै धेरै धन्यवाद है ल फेरि भेट्दै गरौँला त है ओके के छ मेरो मम र ड्याड अनि मेरो भाइ यस अनि हाई अनि के छ त नि कान्छो आजको प्रोग्रामको यहाँ अब हाम्रो मेरो साथीको बेबी सावर ओके ल मेरो साथी होइन मेरो जिग्री होला नि मेरो जिग्रीको बेबी सावर छ यहाँ अनि कतिको खुसी हो त नि जिग्रीको छोरी हुँदाकोमा जिग्री खुसी छ भने म यति खुसी हो नि अनि यता ममबाट केही छ बेस्ट विशेस गाइस है त्यही हो हेलो हेलो सब आफ्नो इन्जोयमा खाने नमस्ते सुरुमा चाहिँ अब धेरै नयाँ अनुहारहरू सबै आफन्त हो हामी अब म चाहिँ पर्सेको कुमार सन्त्याल महेन्द्रको ठुलो दाइ अनि आजको यस हाम्रो महेन्द्र र त्यसको चाहिँ बेबी सावर स्पेसली म र सीताले अर्गनाइज गर्नुपर्ने हो खासमा चाहिँ तर हामी धेरै सिक्किम बस्छौँ अनि हाम्रो रिसेन्टली हाम्रो पनि बच्चा भएको भएर नट पोसिबल हाम्रो लागि चाहिँ मेरो विशेषको लागि ट्राभल गर्नको लागि चाहिँ विशेष साढे 2 महिना भयो बच्चा अनि 2 महिना साढे 2 महिना बच्चा लिएर चाहिँ आएर र हामीले सिटीमा चाहिँ अर्गनाइज गर्ने इज नट पोसिबल हामीलाई उताबाट चाहिँ विशेष यहाँ आएर अर्गनाइज गर्ने पनि इज नट पोसिबल फर अस अनि तसर्थ हाम्रो अनिता अनि एभ्री वानलाई चाहिँ रियली मेरो र सीताको तर्फबाट एकदमै थ्याङ्क यू भेरी मच सबैलाई चाहिँ हामीले गर्नुपर्ने एउटा काम चाहिँ तिमीले अनि बाँकी सम्पूर्णले गरिदिनु भयो रियली रियली थ्याङ्क यू फ्रम द बटम अफ द हार्ट फ्रम माई साइड अनि मेरो विशेष तर्फबाट पनि अनि आजको चाहिँ यस बेबी सावरमा चाहिँ सबैलाई चाहिँ हृदयदेखि म स्वागत गर्न चाहन्छु हाम्रो सोलीको घरमा अनि स्पेसली हाम्रो सोली अनि दिदीलाई पनि एकदम स्पेस प्रोभाइड गरिदिनु भयो यसको लागि रियली रियली थ्याङ्क यू भेरी मच सोचले भन्नुभयो चाहिँ प्रत्येक भेटमा चाहिँ बेलाउन आउनुहुन्छ कि भनेर सोध्नुहुन्छ मेबी इट माइट बी इन द फ्युचर आउँछु त भन्न सक्दैन तैपनि मेबी जोइन गर्न सक्छ हामी पनि फ्युचरमा है फ्युचरमा अनि चाहिँ सुरुको प्रोग्राम चाहिँ अब हाम्रो प्री प्रोग्राम जस्तै हामी सानो फोटो सेसनहरू गऱ्यौँ सबैले फोटोसोटो लियौँ अनि अब चाहिँ प्रोग्राम अगाडिमा चाहिँ हामी एउटा हाम्रो यो ब्यानर ब्यानर लगाउँछौँ र यसको लागि चाहिँ हाम्रो दिदी अगाडि आएर चाहिँ विशुलाई मम टिभीलाई एउटा ब्यानर लगाइदिनु हार्दिक अनुरोध पहिला के हो माया पहिला के हो जिरा हो त्यसलाई दिनु ताली है ताली ताली भाउजूले ए फुपूले हो कि क्या थ्याङ्क यू दिदी हामीलाई त्यस पछाडि चाहिँ अब हाम्रो चाहिँ प्रोबब्ली अन्ट्रे छ होला अनि अन्ट्रे पछाडि चाहिँ हाम्रो गेम्सहरू हुँदैछ गेम्समा चाहिँ हाम्रो मम टुबी एन्ड द्याट टुबीले चाहिँ सानो गिफ्टहरूको पनि एउटा व्यवस्था गरेको छ गिफ्ट त ठुलै होला नि त
गिफ्ट चाहिँ होइन मन चाहिँ ठुलो हो गिफ्ट त आम नट स्योर हो वाट्स इनसाइड त्यो बक्सभित्र के छ त्यो मलाई थाहा छैन अनि अब चाहिँ गेमको बारेमा मलाई एक्ज्याक्टली मलाई कुन गेमहरू हुँदैछ त्यो मलाई थाहा छैन तर मलाई यति थाहा छ कि 4-5 गेमहरू हामी माझ छौँ समयले भ्याएसम्म चाहिँ हामी त्यो गेमहरू चाहिँ खेल्छौँ खेलाउँछौँ र खेल्छौँ पनि र सकेसम्म गिफ्ट पनि जितेर जान्छौँ सबैले नजित्दा तै पनि जित्नेहरूले जितेर जान्छौँ हामी त्यसमा त म पनि पाउन सक्छु तपाईँहरू माझ हामी माझमा जो पनि हामी पाउन सक्छौँ गिफ्ट अनि अब यो हाम्रो चाहिँ अन्ट्री गर्ने कि हाम्रो यो गेम गर्ने भनेर चाहिँ अब अनितालाई नै सोमाया सबैलाई हामी सोध्छौँ समय के गर्नेछौँ अन्ट्रे ल अब हामी त्यसो भए चाहिँ हामी सानो अन्ट्रे गर्छौँ अन्ट्रे पछाडि चाहिँ हामी पुनः एउटा गेमहरू लिएर हामी फेरि पनि आउँछौँ अनि अन्ट्रेभन्दा अगाडि फेरि पनि एकदम रियली आई वान्ट टु थ्याङ्क एभ्री वान है त्यो यो मोमेन्टको लागि थ्याङ्क यू अनि हामी फेरि पनि अब यो अन्ट्रेपछि हामी फेरि एक्चुली फेरि पनि माइक लिएर फेरि आउँछौँ है त थ्याङ्क यू अब दुईजनाको नाम एउटै एउटै ल बेस्ट विशेष दिइहाल्नु नि त यति बेला नै यति नै अरू छैन लामो के छ त नि बेस्ट विशेष दाइरा भाउजूलाई अनि यता अनि सम्धि चाहिँ जोडेकै हो सम्बन्ध चाहिँ यहाँ ज्वाइँलाई समातेछु अहिले पछि मेरो छोरी नेरेले समात्छु कान्छौले के लिएर आएको यस्तो अरूलाई हो नमस्ते निनी झैँगान यता चाहिँ बुहारी है एके बुहारी निरा हजुर होइन हजुरहरूको बुहारी अनि मेरो छोरी र ज्वाइँ ज्वाइँ र छोरीलाई के छ त नि अब धन्यवाद धेरै धेरै आशीर्वाद हजुर बेबी सावरको शुभकामना हजुर हजुर यता चाहिँ हाम्रो आन्टीले के भन्न चाहनुहुन्छ धेरै धेरै शुभकामना भन्न आउँदैन बाबु हेर्नु राम्रो हुनु चाहियो होइन राम्रो लाग्यो ओके धन्यवाद Hi Marina, how are you? Why are you eating OMG? What's that, Saila? Chicken nugget. कता त नि आमा छोरी फोटो खिच्ने नि आउँदै आउनु तिमी भएर माइला के त नि भाइले बनाएको विङ्स त छैन त Did you make the wings? Yeah, I make. I bet they'll be good. Yeah. अगाडिको ओपनिङ सर्टमै हाम्रो दाइको आउँछ है धेरै धेरै हालेको दाइ आज थोरै भएन र थोरै त भन्दा के भन्ने जिउ हेर नाइको जिउ हजुर नाइको जिउ देखेपछि अलि हात खानु पर्दैन हैन परे 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 ओके यस त्यो फोटो त खास काम छैन
है केक बिग्रिन्छ होला है आज फोटो खिच्यो भिडियोमा कि खानु दिदी फलफुल नखाने दिदी ओके अचार हालेर ओके यो त बच्चाहरूको लागि होला क्या तै पनि खाइदिउँ पहिला महेशलाई दिनुपर्यो यहाँ पनि फेरि बिचबिचमा यहाँ म्याडमले मलाई अड्काउनुहुन्छ एउटा यो झिकेमा हातले झिके है त झिक्नु क्यामेरामा चाहिँ आएन होला है त्यो मैले कार्ड देखेँ ल हस् बाबु सान कुमार कस्तो रहेछ त एकदम मिठो हो र कस्तो रहेछ खाना खाजा कस्तो रहेछ दाइ कस्तो छ खाजा मिठो छ एकदमै है कस्तो छ त नि खाजा रोस हो र दाइलाई त सोध्नै परेन होइन मदनजी हो र भाउजू कस्तो छ एकदमै बाबु हुँदा खास खाए मेरो भाइ भाइको चिकन बेस्ट थियो आजको चिकन पनि तिम्रो हो हजुर दाइ दिदी कस्तो छ मिठो ओके दाइ कस्तो छ त नि खाजा भाइ बबाल मिठो छ म्यारेक कति मिठो भएको कि क्यामेरा के भनिदिँदा यो चना कहाँबाट आएको त पुगेन के अरे सत्य हो त्यो मिठो हो कहाँबाट आएको यो चना त गिलनबाट आएको रेडीमेड आएको बनाएको होइन अनि किन होइन चनाकै अलमोस्ट सकिसक्यो त अब यो हिट भयो क्या जना ब्रदर चनाको चर्तापट्टि चर्ता कि चाहिँ नेक्स्ट टाइम चाहिँ त्यो अलिक धेरै बनाउनु पर्छ त्यो नमिठो बनाउनु पर्छ मिठो नि बनाउने थोरै नि बनाउने हेर्नु त यहाँ हजुर यहाँ चाहिँ चटपट बन्दैछ है हाम्रो फुपूले चटपट 50को एक प्लेट होइन भाइरल चटपटे ल जाऊ त तिनजना साँच्चै होला भिडियोमा आउँछ नि भ्लगमा आउँछ अस्ति त्यो बिहेको भिडियो भन्दा यो भिडियो राम्रो आउँछ Congrats. Congrats.
अब चाहिँ गेम स्टार्ट हुन्छ अबको हाम्रो चाहिँ हाम्रो गेमहरु सुरु हुँदैछ I want you to win, okay? Baba, you need to win. If you win, you're gonna get this one. Save this one, okay? Merrick. Okay, you have to win. Okay, all the best. No, it's okay. भेना चाहिँ खेल्ने होइन गेम नखेल्ने सो अहिलेसम्म हामीसँग 4वटा गेम पहिलो हाम्रो बच्चाहरूको लागि बेलुन ब्लास्ट सेकेन्डमा चाहिँ हाम्रो चाहिँ यो कतिवटा यस्तो लरालोरीलाई त भइदिइहाल्छ हेर न त्यहाँ ओके नम्बर 3 मा चाहिँ यो बच्चाहरूको लागि यो म्याचिङ गेम हुनेछ सरप्राइज एन्ड म्याचिङ अनि चौथो गेममा चाहिँ ड्याडहरूको तर्फबाट चाहिँ बेलुन मलाई एक्ज्याक्ट थाहा छैन तर बेलुन समथिङ बेलुन चाहिँ एउटा अर्को बेलुनको गेम हो त्यो चाहिँ हामी लास्टमा गर्छौँ हामी Right. If someone's balloon broke, then out, okay? Okay, you need to save your one. Just wait. Not ready. It's not ready. Not ready. 1 2 3 go Okay, you out. Come here. Simply the rule is it's very simple game. If you lose, it's lose. Please don't cry. Only one will be the winner. Okay, not everyone will be the winner. Only one. So basically, you guys have to just save your balloon, and try to pop someone else's balloon. If someone pop your balloons, you're out of the game. Okay? Do you guys understand? Yes. Okay. First, come forward, and I will say one. I will count to number 3. Once it's 3, you guys are free to start someone's balloon. Okay, everyone stand up. Everyone stand up. Stand up, everyone. Leo, stand up. Brian, Barry. And on when number 3 Brian, stand up. Stand up. Number 1, उठेकै छु त भन्दाखेरि चाहिँ 2, Protect your balloon, hey guys. 3. Go. Guys can go. Answer, go. Go, guys, go. You can blast the balloon. Save your Save your balloon. Save your balloon, guys. Ready? Save. Sansa, save your balloon. Ready, run. Marina. Very careful, Mary, careful with two big dada, okay? Hold, please. Hold. Hold the game, please. Please hold. Okay, good. Out of the 1 3 left. You have to go. Mary, be careful, be careful. No, for you, for with the winner. Nice play. Very nice play. Nice play.
Careful, careful. Don't hit on the leg, yeah? Just balloon. Cheers, cheers, there, cheers. Cheers, there, Cheers, guys. Cheers. 아니 닭살 있으면지. 박수 넣으면 여기 닭살. No rest, No rest, guys. no rest. No rest. Wait. Go. Look. Chase each other. Okay. लाइन बनायो हुन्छ अब Wait, Esther, wait. Saila, Kansa, wait. Wait. Kumar, your line mana. Whoever goes out from that will out. Otherwise, it never finish. Who is the line? राख्दैन हैन किन कहिले सकिँदैन हैन यो त Wait, if we step on the line, we still No out. Out. Nice play. Okay, you can't go out. Saila, look. Okay, come. Okay, now next. 1, 2, 3. Happy baby shower. Baby. Hooray! Congratulations. Hooray! Hip hip. Hip hip. Hip hip. We have some goodie bag for all family. जसको नाम हुन्छ त्यसलाई आइज खेम दाजु खेम दाजु अब हाम्रो चाहिँ खेम दाजु नमिता नमिताको दिदी छ एकचोटि मात्र दिलमाया हामी एकचोटि मात्र नाम बोलाउँछौँ यदि कोही आउनु भने चाहिँ गीत चाहिँ मेरो हुन्छ है त दिलमाया फ्यामिली दिलमाया फ्यामिली विशाल Lalita. The goodie bag is back from the Brisa family. SR family. Yes, from Sydney. Claire family. Vishal. Claire family. Rosan. Brian family. Brian.
Grace family, Grace family. Mio, The second gift. April family, April family. Minu. Caroline family, Caroline family. Myra family. Myra family, San family, San family. San family, San family, Okay. San family. you family, Erin family, Erin Jeta family, Vikas. विशाल को भाइ विकास Marina family. हिराचन Oh, thank you. मैदान अनिता को छुट्यो एकजना को छुट्यो म छुटे पायो Answer students there. अनि नाम छैन माया छुट्यो माया कोही छुट्नु भएको छ एउटा गिफ्ट छुटेको छ अनि उनीहरूलाई भइसक्यो मैले अघि पनि एउटा एक साइड नै देखेको थिएँ कि एउटा उसलाई दिए हुन्छ सुस्मिता दिलमाया फ्यामिली बहिनी सुस्मिता Yes. Okay, that's okay, guys. Kids can attack. Yes, attack. Okay. Cancel ticket. Okay, guys. भाइको दाइले नि होइन भ्लग बनाउने जापानमा भएको है मैले उसको चाहिँ हेरिरहेको थिएँ भ्लग धन्यवाद होइन हेर्थेँ मैले रमाइलो गर्छ भात खाउनु अहिले आयो नि त है दिदी ओ दाजु भात पानीहरू खाउ न तिमी म नानीहरू प्रिसाको बुढी ब्याग हो त्यो प्रिसाको बुढी ब्याग जाऊ तिमी खाउ पहिला भात प्रिसा तेरो बुढी ब्याग खोइ भिडियो बनाउनु सिकेको दाइ ए सरी केही छैन भाइ भन्नुपर्छ नि होइन भात किनेर हेर त भिडियो बनाइरहेको छ केही भएन भाइको फ्यान भनेर थाहा पाइयो खाएर ल खानु ल पछि गयो कि सान डन